हेलो गाइज, आज चाहिँ हामी मेरो दिदी भेनाकोमा डिनरको लागि जाँदैछौँ। के पाक्दैछ? लोकल कुखुराको सुप एन्ड वाचिपा, त्यहाँको स्पेसल आइटम रहेको छ र यो चाहिँ हाम्रो कोसेली रहेको छ दिदी भेनाको लागि है। सो अब हामी त्यहाँ गएर अरू भिडियोहरू पनि बनाउनेछौँ। हाई भन्नु। हाई त के भनेको? हेलो गाइज, हामी चाहिँ घर जाँदैछौँ। यस्तो अँध्यारो छ हो। अब त्यो के छैन मजाले त्यो पनि मजाले देखेको छैन है। हेलो गाइज, हामी चाहिँ मेरो दिदीको घर आइपुगेको छौँ र यस्तो राति अँध्यारो छ है। कुकुरले पनि हामीलाई भुकेर स्वागत गरिरहेछ। यहाँभित्र चाहिँ अघि नै मेरो दिदी छोरीहरू आएर बसिसक्नु भएको छ। हेलो ओ माइ गॉड, के तयारी भयो यस्तो? नमस्ते सेवारो नानी, ठुलो भाग्यमानी हुनु, डक्टर हुनु। यता दिदीले यता के गर्दै हुनुहुन्छ कुनै? तर यसले के खायो यसको त मुखैमा लिपस्टिक छ। राम्रो देखिनु पर्ने भ्लगमा के हो यस्तो? नमस्ते दिदी। पाइलागु उहाँ गरेर आउनु भएको छ। के हुँदैछ? हाम्रो के पाक्दैछ हौ? मेरो छोरीको इक्जाम भएर पढ्छ। मुनि त कति ज्ञानी। हाम्रो लोकल कुखुराको मासु यो चाहिँ एकदम भेनाले काटेर पिस पिस बनाएर रेडी पार्नु भएको रहेछ। वाचिपाको मासु फाल्टै छ, भित्र सबै छ है। यो चाहिँ म भुत्ला चाहिँ ननिकालिराखेको रहेछ। ओ माई गड, कसलाई के पिस पर्ने हो? यसले पाकेपछि सुप बनाएपछि खाने हो। मुखमा पानी आइसक्यो। हेलो गाइज, यो चाहिँ हाम्रो अर्ग्यानिक चुलो हो र यहाँनिर चाहिँ अब म वाचिपा, लोकल कुखुराको सुप, पापड, चिप्स सबै पार्नु गइरहेको छु। यो चाहिँ मेरो दिदीको घरको पछाडि हामीले यहाँनिर आगो बालेर एकदम सखुवाको दाउरामा आगो बालेर यहाँ बनाउनु तयारीमा छु। यो तेल त अनि सकिएछ नि त, नयाँ तेल खोल्नु पर्ने भएछ। ल गाइस, अहिलेको तेलले चाहिँ नपुगेर फेरि तेल थप्दैछु म। मलाई आगै बाल्नु आउँदैन यार। बलेको छैन नि। खोइ तेल त तातिँदैन अनि। खोइ त पापडै तार्यो। ल गाइस, यो चाहिँ नयाँ टेक्निक। यो चाहिँ मैले पुनम दिदीबाट सिकेको हो कि यसरी आधी फुलाउने राख्ने। यस्तो गऱ्यो भने तेल मजाले तारिन्छ। होइन, हात पोल्दैन। तेल पनि तारिन्छ। हो हामीले आधी पोलेको थियौँ होइन। अब आधीलाई सेलाएपछि यसरी आधी गर्नुपर्छ क्या। अनि यस्तो गऱ्यो भने चाहिँ हात पनि पोल्दैन होइन। ठुलो पनि भयो पापड पनि दामी बने चाहिँ हो। तेल जति यहाँ थुप्रिन्छ। यस्तो खालको आइडिया चाहिँ तपाईँहरूलाई थाहा थियो कि थिएन है? त्यस्तो आइडियाहरू सिकाउने गर्छु मेरो युट्युब च्यानलमा। गाइस, अनि अर्को कुरा भने मकै हेर्नु न कत्रो छ नि। तीन हामी खाना आउँदा त्यहाँ मकैको बिरुवा पनि देखेको थिएन हौ। अब कत्रो भएको, कति छिटो। गाइस, अब एकैचोटि दुईवटा गरिदिनु पर्यो। अल्छी लाग्यो एउटा गर्नु चाहिँ। हाम्रो लास्ट पापड है। अब गाइस, अनि अर्को कुरा हाम्रो क्यामेरा पनि माइन्ड नगर्नु होला। एक त धुवा उडिरहेछ क्यामेरामा आयो। हामी घर पछाडि छौँ बारीतिर। गाइस, अब यो चिप्स पार्नुपर्छ यार। गर्मी भइसक्यो यार मलाई। फेरि यो गर्नुपर्छ, फेरि हाल्नुपर्छ। अब मगैँसी खाँदै बस्नु। मलाई त घरिघरि मेरो माइत त यही हो जस्तो लाग्छ हौ। धेरै यस्तो भेटघाट। सुरक्षा बे गरिसक्यो। उहिले 2-3 वर्ष भइसक्यो नि। त्यो उयोसँग हौ एमआरबी ब्लगरसँगै गरेको। दुईजना फेमस। पहिला प्रमिस गरेको थिएन किनिदिन्छु भनेर। अनि बाइक किन्दैन कति 1500 लाख होला नि त होला। बेबुल पनि किनेको छ। घर चाहिँ यस्तो पापडहरूलाई चाहिँ नि गाइस सेलाउनुभन्दा अगाडि होइन यसरी हालिहाल्नु पर्छ, न त ओसिन्छ है।
गाइजहरूलाई थाहै थिएन। गाइजहरूलाई थाहा थिएन यो कुरा। लु मेरो छोरीहरूले भिडियो बनाइदिएको आधी आधी बाँडेर खाऊ ल चिप्स। धन्यवाद यस्तो भगवानलाई छुसु गर्नु है फेरि देउता लाग्छ नि। गाइज हाम्रो आधी आधी है मेरो नङ चाहिँ हेर्नु न यस्तो छ। मेरो नाम अलि राम्रो रहेछ नि। हाल्नुहुँदैछ गाइस हेर्नु यहाँनिर हामी चाहिँ एकदम न्यू भ्लगरहरू हो, त्यही भएर सपोर्ट हान्नु। वाचिपा बनाउनु गइरहेछु। मिठो वाचिपा पाक्दैछ हाम्रोमा, सबैजना खानु आउनु होला। यो सबै वाचिपाको लागि हो र पुनम भावना? ओ माई गड, ला पहिला मासु हाल्नु पर्थ्यो, उल्टो भयो यार। माउजी दिदीले त्यस्तो सिकाएको थियो मलाई यार। केही हुँदैन अब। दाजु नमस्कार। उहाँ चाहिँ मेरो बाबा हुनुहुन्छ, रासु लुङ्गेली मगर। नमस्ते नमस्ते। चारालीको फेमस मान्छे, एकदम इमान्दार, ह्यान्डसम, एभरग्रिन। त्यस्तै गरी यहाँ हुनुहुन्छ मेरो छेमा। नमस्ते गर्नु। नमस्ते बहिनी रियाना। उही लजाको अरे, उसले कम्ता फोटो हाल्दैन। र उहाँ चाहिँ मेरो जेठी दिदी हुनुहुन्छ, पुनम लुङ्गेली मगर लिम्बू। स्मार्ट जिम गएर आयो क्या, यो त जिमको टी सर्ट लगाइरहेको। यहाँ केटाकेटीहरू यहाँ पढ्दैछन् होइन, इक्जाम छ नि त आज गाइस। यता चाहिँ लोकल कुखुरा पाक्दैछ र पछाडि चाहिँ म वाचिपा पकाउँदैछु है। पछाडि हामी घर पछाडि मकैबारीमा यता चाहिँ हाम्रो कुखुराहरू पाल्नु भएको छ भेनाले। मकमक बास्न आइसक्यो यार, पाहुना अब माइ गड, म त फेमस भइसक्यो। सबैले मेरो क्यामेराबाट भिडियो। यो चाहिँ सिक्रेट मसला। ला धेर भयो मासु, मासुलाई धेर भन्दै थियो, निकालेर यहीँ हालिदिन्छु। गाइजहरू भ्लगको चक्करमा आज कस्तो हुनेको वाचिपा मिठो हुन्छ। मैले वाचिपा 3-4 चोटि बनाइसकेँ कि। म यो घरमा मैले बनाएको वाचिपा मात्रै खान्छु, अरूले बनाएको खान्छु। कहिले काहीँ वाचिपामा मेन इन्ग्रिडियन्ट के अरे? हजुर यो हालै बेसिँदो रहेछ। छेउमा ल्याएर राखिदिरहेको छ मेहनत। अनि यो तिते त कस्तो उयो हौ, त्यसलाई त पुरा धुलो बनाउनु पर्छ नि। टमाटर पनि हाल्ने अरे वाचिपामा। जे जे डिमान्ड आउँछ त्यही त्यही, जे हाल्दा पनि हुन्छ वाचिपामा। खुर्सानी नै छैन। अब म यसमा चाहिँ वाचिपामा नभई नहुने भात हाल्नु गएर चाहिँ हाम्रो चाहिँ परिवार अलिक ठुलो छ कि, टन्नै हाल्नुपर्ने हुन्छ चामल भात। अनि त्यसपछि यसरी माइ गड यस्तो मिठो वाचिपा बन्दैछ। यसलाई चाहिँ टाँसिन दिनु भएन, चलाकको चलाइ गर्नुपर्छ। भातमा यो एकदम सबै ग्रेभी टाँसिनुपर्छ वाचिपाको। यो भात पनि पर भुटिनुपर्छ। बाहिर जानु पनि नपाउने, सरकारी नोकरी पनि नपाउने, त्यस्तो बाजेले दिएको कुराहरू सुनेको नातिले नि बुढापाकाले भनेको सुन्नुपर्छ है केटाकेटी होला। भूतको कथा भने हो र, यहाँ रियल स्टोरी भइरहेछ। सबभन्दा राम्री मान्छे चाहिँ हो। ओहो ल ल सबैजना भेना सेवा र घरको जेठो भेना आउनुभएको छ। ओ माई गड, नमस्ते गर्नु पनि आउँदो रहेछ यार यसलाई। यहाँ चाहिँ भान्सेहरूले भाग लाउँदै हुनुहुन्छ। यो सानो बाबालाई ल मेरो के अरे पिकनिक खाए जस्तो लाग्यो आज त मलाई। भावना कतिजना हौ काम गर्ने मान्छेहरूमा त सबैजना काम गर्ने ठुल्ठुलो भएछन् अब केटाकेटीहरू। ल गाइज लु हान्दिउँ, सुरु गरौँ ल। चियर्स गाइज। अब चाहिँ हामी खानु थालेको वाचिपा सुप पाक्दै गर्छ, त्यतिखेरसम्म हामी वाचिपा खाइसक्छौँ। यस्तो रमाइलो चाहिँ पिकनिक खाए जस्तै। सबैजना नलजाइकन खाने है ल, मिठो मानेर खाने।
त्यो जिनको भेस्ट चाहिँ नलाउनु नि हो पोरको चटनी दामी भन्छ यार त्यो लाइभ सक्यो ल गाई जस्तो परिवार यसरी एक ठाउँमा हामी सम्पूर्ण परिवार भेला भएको छौँ मेरो बाबा मम्मी जेठी दिदी भेना उता माइली दिदी माइला भेना छोरीहरू सबै यतै आमा मेरो बहिनी चाहिँ के अरे रियाना छोरी प्रास्ती अनि मेरो यहाँ छोरा चाहिँ यतै के हो यो अल्छे जसले यसलाई चिन्नुहुन्छ कमेन्ट गर्नु यो मान्छेलाई चिन्नुहुन्छ भने हेर्नु खाएर भाडा भुइँमा राखेर कति छिटो खाएछ यसले त कुम्भकर्णलाई चिन्ने जातिले सबै कमेन्ट गर्नु यहाँ होइन अन्त जाने प्लान के छ तपाईँको सल्लाह त्यो दोकान सके त हामी बन्द गरेर जाउँला कि तर अब घर पनि बन्द कसरी बन्द गर्नु हो अरू घरमा ताला हाल्नु गाइस दुईटा त एकैचोटि बन्द गर्नु हुन्छ गाइस गाह्रो छ त गाइस को जाने अन्धु हात उठा अन्धु जाने कि नजाने नजाने तिमी जाने कि नजाने अन्धु जान नजाने हात उठाउनु न माथि छेमा अन्धु जाने कि हात उठाउनु अन्धु जाने कि नजाने यो दुईटा हात जाने अरे बेना अन्धु जाने कि नजाने बेना अन्धु जाने भए हात उठाउनु पर्यो खै त यहाँ कसले उठायो भने ऊ उता सबै सासूहरू सबै उठाइन्छ छिरा न अन्धु जाने कि नजाने हात उठाउनु पर्यो ले क्यान्सल तपाईँ बेना हात उठाउनु पर्यो दुईटा तपाईँको साथ उठाइदिइसक्यो त्यसले अघि छेमा दुईटा हात उठाउनु त तपाईँ पनि बुवाको साथ उठाइदिनु अर्को हात पनि उठाइदिनु यो बुढाबुढी के भयो है रियाना जाने कि नजाने यसलाई छोडिदिनु पर्छ है घरमै एक्लै बस्नुपर्छ नि फेरि जाने ल जेनी चाहिँ अन्त जाने कि नजाने ल यसकै लागि जाँदा ए जाँदैन अरे पुनम अन्त जाने भए हात उठा खुट्टा उठाउँदा नि हुन्छ खुट्टा उठाउँदा नि हुन्छ अप्सन बुवा अन्त जानेहरूले खुट्टा उठाउँदा नि हुन्छ जेनिसलाई के भन्छ जेनिस अन्त जाने कि दुईटै उठाउँछ जेनिस अन्त जाने कि नजाने अन्त जाँदैन त अन्त जाने जाने हात खुट्टा दुईटै उठा अनि अन्त जानेमा चाहिँ सबैले हात उठाए खुट्टा उठाए कसैले होइन कसैले हात यस्तो भुइँमा छिराए म चाहिँ सबै चारवटा उठिसक्यो मेरो यो मेरो साटो यो मेरो छोरीको साटो खै बुढा चाहिँ बुढा जाँदैन बुढालाई कहाँ लान्छ अन्त बुढाहरू सब ब्यान्ड हो होइन भेनाहरू त लाने नि बुढीहरू मात्र सब बुढाहरू ब्यान्ड फेरि अनि भोलि केही भयो भने कसलाई फोन गर्नु चाहिँ दुई चारजना चाहियो त नि ब्ल्याक क्यारेट सेकेन्ड डाउन को सेकेन्ड डन म थर्ड डन हो हटाइदिएको मलाई बुढा हेर्नु त मरि थर्ड डन लिएको सेकेन्ड डन थ्री डन चाहिँ एकछिन छोरी पनि वान डन हो फोर डनमा नभो प्लस वान डन भाउले तेरो मासु पाएको ए त क्यामेरा अगाडि बोल्नु सक्दैन रहेछ हौ भावना अब लोकल कुखुराको सुप आएको छ यहाँनिर हाम्रो अगाडि यहाँ चाहिँ अब लोकल कुखुराको सुप भर्खरै आगोबाट निस्केर झरझर परेको आइरहेछ खोइहरू अथा बोलो नि मेरी आमा आया के तपाईँ भाइरल भइहाल्छ कि पोलो भने के अरे कोनी के माइ लर्ड भनेको एउटा थाहा छ तपाईँलाई
डर लाग्यो माइ लर्ड भनेको भिडियो थाहा छ त्यो त बिचरा त्यसले त्यो साँच्चीकै भनेको कि त्यसले गीत बनाइदिएर कस्तो भाइरल भन्छ डर लाग्यो माइ लर्ड भने पार्टी हो रे ये भनेछ ओ माई गॉड यो त धनिया धनिया ओ यम्मी आइरहेछ ए कसैलाई हड्डी कसैलाई कड्डी होइन नि त्यहाँ सबैलाई बराबर हाल्नु पर्यो मान्छे भएपछि भवनाले पनि त्यो भात पस्किँदा कसैलाई गिलो कसैलाई चाम्रो दिने होइन नि एकै नाच बनाइदिनु यो त प्रोफेसनल कुकले यसो निकाल्छ त्यसले त मासु टक 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 बोल ठ्याक ठ्याक हप्तामा 2-3 दिन चाहिँ यसरी पार्टी राख्यो भने कसम मेरो घरको सबै चामल जोगिन्थ्यो यार कस्तो लाग्दैछ अब अब न पिकनिक खाए जस्तो लाग्दैछ यार मलाई त पिकनिक नै हो नि बाहिर जानु बाहिर घरभित्र त बस्नु पर्यो पिकनिक यही भातको जङ्गलमा लिएर गयो भने वन भोज हुन्छ नि हाम्रो घर बोल्छ अरे ला उल्टो भयो अब मैले त कस्तो प्रोफेसनल तरिकाले भात पस्किँदैछ यार भवना कहाँ सिकेको यसरी भात पस्किनु म भात प्याक गर्दै मलाई भात प्याक गर्दै म भोलि खान्छु मलाई चम्ची हातले खा न यसलाई चम्ची यहाँ थियो त चम्ची कसको हो यो अगाएर मैले भोलि भन्दा गाइस मैले बनाएको मुला गजर कस्तो लाग्यो तपाईँहरूलाई बेकार चाखेकै छुइनँ कस्तो राम्रो पनि मुलाको छ त्यसलाई नकराएर बिचरा यो मासु दिएन यिनीहरूले कि मलाई खै बसेको सबै खै मेरो मासु त्यही मासु तपाईँको जिम्मा छ तैँले मासु खानु बोलाएको होइन मलाई मेरो खानु बोलाएको मासु खानु बोलाएको भगवान तेरो मासु खाने मुला गजर मासु दिएको म छुट्टो खाँदिनँ नि तेरो दुधमा खानु थाल्छ गाई यो चाहिँ हाम्रो घरमा पाएको लोकल कुखुराको सुप हो हो त लोकलै हो त यो रातको कुखुरा है सबै ल गाइस यस्तो यस्तो भिडियो हेर्नको लागि लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला मेरो च्यानललाई सेयर पनि सेयर सेयर पनि यो चाहिँ हाम्रो अनि तपाईँले भेना पा भनेर भ्यागुता खानुभयो अरे पा हो पा ए आधी किलोको पा भनेर भ्यागुता कहाँ आधा आधी पा भन्ने भ्यागुता खाँदै हिँड्दो रहेछ यिनीहरू ओ भाइ मैले त आधी किलो त कम्ती भने कि 3 पाको बेटा एकचोटि जङ्गलमा पा यहाँको पा कि भ्यागुता यहाँको त्यो बेगुतै हो बेगुतै भनौँ न अब भ्यागुता हान्दिएको हान्दिएको अब 3 पाको बेटाको त्यो पनि बुवा के भयो पा भेटेर भेना रे खोलामा मात्र हुन्छ नि पा त लेखमा हुन्छ पाए त कहाँ पा भेना रे भ्यागुता तपाईँले चाहिँ भवनालाई थाहा चिन्दैन भनेर भ्यागुता ल्याउँदै पा भन्दै खुवाउने होइन अनि भवना भ्यागुता यस्तो मोटा राम्रो हो नि यो पनि राम्रो हो तर नि उड्ने र गुड्ने नखानु अरू सबै खानु होइन गाइस मेरो दिदी चाहिँ ताप्लेजुङ बसेर आएको हो मिठो लागेर अहिले अहिले नेपालमा त होटलमा यति महँगो बिक्री हुन्छ त्यही खाएको तर मैले फेरि मात्र भेटाउँदा मात्र खाएको हो क्या 2 चोटि खाएको यत्रो भेटाएको क्या
जिन्दगीमा नदेखेको त ठुलो बेटा हो कि अनि यो त भेनाले चाहिँ भ्याएको त खाएर भएको त होइन अनि पाहाडको पाहाड छ मान्छेले भएको त अरू त के अरे गडौला कि के खाँदैन अरे माछा गौडा माछा हुन्छ पातको खाँदैन खै खाँदैन गौडा माछा खाँदैन कस्तो हुन्छ अरे त माछा यहाँको बाघे माछा भन्छ त्यो पैया जस्तो अनि बाघे किन नखाएको बुवा त्यो चाहिँ बाघे माछा अनि त्यो खायो भने चाहिँ के भन्छ अरे बेना गाउँमा गाउँमा त अनि गिनाउँछ नि अहिले यस्तो यहाँको के अरे पाखाको जस्तो भन्छ नि मुसा मुसाको कसले खाएको छ आदु काम मुसा मुसाको कसले खाएको छ होइन खाएको भनेको तपाईँले एकचोटि मुसा कुकुर बिरालो चाहिँ खाइँदैन कि मुसालाई त कुनी के भन्दो रहेछ हौ कोही कुनी के को गणेशजीको मान होइन मुसा होइन हौ यहाँनिर धानबारीमा पाउने मुसा खाँदो रहेछ नि त उनीहरूले खान्छ यो सन्तालहरूले अनि म आसाममा कि आसाम गेममा गएको थिएँ अनि त्यहाँनिर हामी बसेको होटेल रेस्टुरेन्ट के अरे लज मुनि हामी राखेको थियौँ रेस्टुरेन्ट त्यहाँ मुनि चाहिँ एउटा रेस्टुरेन्ट थियो क्या त्यो रेस्टुरेन्टको चाहिँ माथि बोर्डमै मुसाको पिक्चर राखेको मुसा पाउँछ भनेर क्या सबै त छालाछाली गर्छ अरे त्यो माटो अनि मलाई चाहिँ नि मेरो 50% मनले चाहिँ चाखौँ चाखौँ भनौँ होइन 50% मनले चाहिँ गरौँ अनि खाएन सर्पो हो नि त हामी नखाएर पो सर्पको कसले खाएको छ हात उठाउ सर्पको कसले हात उठाएर खाएको छ लु हात उठाउनु त गाइस छेउमा परिँदैन के खाइन्छ र मेरो सर्प अजिङ्गर खानु भएको छैन अजिङ्गर आठ खाने अजिङ्गर उयो ए स्याम भेना तपाईँले त खानुभयो होला हौ अन्नबाम अन्त बाम माछा कस्तो बुवा तपाईँ सर्प खानु भएन आर्मीमा हुँदा विदेशमा खानु भएन अरे कहाँ पो बस्नु भएको तपाईँ ढुकुर हजुर कहाँ पो जानुभयो शान्तिसँग लेबननमा सर्प खाँदैन नि फिलिपिनमा खाँदो रहेछ हौ। मलेसिया जाँदा चाहिँ खाना चाहिँ त्यो इन्डोनेसियाहरू आएको थियो भेटनामका लेबननमा खाँदैन मान्छे खान्छ अरे तपाईँ सर्प त नि हिँड्दैछ ट्याक्क पुछारमा ट्याक्क समात्दै मुखमा समात्ने बोको होइन बिरालो त पासो थाक्दै गएर खाने हाँसलाले फेरि चाइनाको सुन्यो भने चाइना कोब्रा सर्प के अरे किङ कोब्रा सर्प कसरी भ्याउ त सानो सानो त्यो कसरी भ्याउ चाइनामा सब पोल्ट्री फार्मको कुरा पालेको किङ कोब्रा बेच्छ किङ कोब्रा त्यो रक्सी पनि बनाउँछ नि त्यसको चाइना मार्केटै कसरी एउटा रक्सी आउँछ नि कोब्रा महँगो मासु त्यो चाहिँ महँगो मासु कोब्रै हुन्छ भित्र फोटो होइन लाइक कोब्रै हुन्छ भित्र किम जोगले खाने रक्सी मरेको सर्प हुन्छ भित्र अन्त निकाले माया गरेको बुढीले बुढालाई ल बुढा बिस्तारै जानु ल बाटोमा भूतले केही गर्यो भने मलाई मिस कल हान्नु है भिडियो ब्लग बनाउनु छ ब्लग बनाउनु भेना हेर्नु कति माया गरेको बुढी चाहिँ तपाईँलाई लास्टमा खाना पस्केर सेप्री माया त्यहाँनिर जाते छ होला भेनाको त्यहाँ जाते फिक्स हुन्छ भेनाको बोटुकामा म त छैन जाते रहेछ भने खेर भने रहेछ भने लु हेर्नु हेरिहाल्नु त्यहाँ जाते छैन भने मलाई भन्नु तपाईँको बोटुकामा जाते छैन भने मलाई भन्नु हाल न के भेनाले अघि हानिदिएको माइला भेना भेटेको छैन छैन उसमा हालेको होइन सबै जाने साथै त खै जाते होइन जाँचेको छैन किनभने मैले त्यहाँ बनाउँदाखेरि भावनाले आफै पोल देख्नु मलाई त्यही त किन पुनमले जाते हालेर पोलेर खाइसकेको रहेछ भेनाले अर्को कुरा गर्नु राजकुमार भेनाले बुढीहरू कस्तो सेना हुन्छ आफ्नो बुढालाई खुवाइहाल्छ जाते कलेज विदेशमा चाहिँ फेरि जाते खाँदैन किन खाँदैन हामीले जाते किनी खान्थ्यौँ खाँदैन अरू खान्छ उनीहरूलाई त्यहाँको मान्छेले त्यहाँको होइन हामीले त्यो हामी नेपालीले पो खान्छौँ त छुट्टिने कार्यक्रम भइरहेछ यहाँनिर होइन नरुनु है भावना 12 बजे घर आइले छैन 10 बजेर कति मिनट हुँदैछ ल सबैजना आफ्नो घरमा गएर सिरक ओढेर तातो भएर सुत्ने गाइज है गाइज बिस्तारो जानु ल बुवा बिस्तारो जानु है 11 बजे 1 मिनेट बाद सरकार त पुगिँदैन फेरि ल छेमा गुड नाइट बाई अब भेनाहरू कतिखेर जाने भेना जाउँ सँगै म त भेनाहरूसँग जान्छु हाम्रो ब्लग यति नै होइन हाम्रो आज एकदम रमाइलो भइरहेछ सबैजना केटाकेटीहरू सुत्नु गयो बुवाहरू पनि अब जानुभयो घर होइन बाई एभ्रीवन प्लिज सब्सक्राइब माई च्यानल सपना मगर ब्लग